सद्दाम हुसेन, गद्दाफी, त्यो सँगसँगै ओसामा बिन लादेन। यो मुसलमानलाई थाहा छ भने केवल एउटा कुरा अल्लाहु अक्बर, नाराए तकबीर अल्लाहु अक्बर, हिन्दूलाई थाहा छ भने जय श्री राम। भारत आफ्नो स्ट्यान्ड धर्म बाहेक अरू कुनै पनि टपिकमा लिन सकिरहेको छैन। स्याङ्सनमाथि स्याङ्सन लगाएको लगाइ छ, जसलाई मन लाग्यो त्यसलाई ट्यारिफ लगाएको लगाइ छ। नमस्कार। अहिले सारा संसार दुईटा सुपर पावरबाट परेशान रहेको अवस्था छ। नम्बर 1 मा रहेको छ अमेरिका र दोस्रो नम्बरमा रहेको छ भारत। यो दुईटाबाट परेशान हुने मुख्य कारण के छ भने अमेरिकामा एउटा समिति बसेको छ जसलाई जे मन लाग्छ जति बेला त्यो गरिरहेछ। जबदेखि ऊ सत्तामा आएको छ त्यति बेलादेखि उसले स्याङ्सनमाथि स्याङ्सन लगाएको लगाइ छ, जसलाई मन लाग्यो त्यसलाई ट्यारिफ लगाएको लगाइ छ। 500% ट्यारिफ लगाएको छ। यति हदसम्म कि अहिलेको समयमा जुन आर्थिक अवस्था छ पुरा दुनियाँको त्यो एकदमै विषम परिस्थितिमा पुगिसकेको छ। आर्थिक अवस्था एकदमै कमजोर भइरहेछ। सुनको रेट बढेको बढै छ भने सेयर मार्केटहरू डाउन भएको भइ छ, तर पनि उक्त व्यक्तिलाई कुनै पनि असर भइरहेको छैन। यो सँगसँगै ऊ आफ्नो सनक यति देखाइरहेछ कि ऊ कमजोर देशहरूमाथि आफ्नो मनमर्जी चलाउने प्रयास गरिरहेछ। त्यो सँगसँगै अर्को ठुलो सुपर पावर भारतलाई हेऱ्यो। भारतको छिमेकको जुन राजनीतिक उथलपुथल छ त्यो एकदमै दयनीय रहेको छ। यद्यपि भारत आफ्नो स्ट्यान्ड धर्म बाहेक अरू कुनै पनि टपिकमा लिन सकिरहेको छैन। म तपाईलाई सबैभन्दा पहिले बङ्गलादेशबाट सुरु गर्छु। बङ्गलादेशमा 1.5 वर्ष अगाडि भएको जुन उग्र आन्दोलन थियो विद्यार्थीहरूको, त्यसको फलस्वरूप त्यहाँको सरकार ढालियो। त्यो सरकार ढालिसकेपछि जुन त्यहाँ चेन्ज आउनुपर्ने हो, इलेक्सन हुनुपर्ने हो, त्यो हुन नसक्दा समयमै त्यसले गर्दा जुन अवस्था छ बङ्गलादेशको त्यो एकदमै बिग्रिँदै गइरहेको छ। त्यहाँको आर्थिक अवस्था, राजनीतिक अवस्था, धार्मिक अवस्था तीनटै खस्किसकेको छ। त्यहाँ हेर्ने हो भने ब्याङ्किङ क्राइसिस, सर्टेज अफ फरेन एक्सचेन्ज र व्यापारिक गतिविधिहरू मन्द भइसकेको छ। मान्छेहरू नजिक रोजगारी छैन र यो नभइसकेपछि मान्छेहरू के गरिरहेछन्, धर्मको नाममा अल्पसङ्ख्यकहरूलाई मार्ने काम गरिरहेछ। मार्ने फेरि परिवर्ती पनि एकदमै भयङ्कर रहेको छ। म यहाँ बसेर यो भिडियो बनाइरहँदाखेरि म यो जुन अवस्थाहरू छ त्यसले नेपाललाई कसरी असर गरिरहेको छ यो कुरालाई म अलिकति जोड दिन चाहन्छु। यो जुन बङ्गलादेशमा अल्पसङ्ख्यकमाथि जसरी अत्याचार भइरहेछ, तिनीहरूलाई चाहिँ मार्ने काम भइरहेछ, जलाउने काम भइरहेछ, घरमा छिरेर पुरा फ्यामिलीलाई बन्धक बनाएर रेप जुन गर्ने काम भइरहेछ, यो धार्मिक अल्पसङ्ख्यकमाथि जुन गरिरहेछ यो कृत्यहरू, त्यो कुकृत्य गर्न धर्मले सिकाएको होइन, यो राजनीतिक अस्थिरताले सिकाएको हो। यो बाध्यता भइसकेको छ। मान्छेहरू भित्रमा जुन पशु जुन नेचर हुन्छ त्यो जागेर बाहिर आइरहेछ। मान्छेहरू राक्षस बनिरहेछ। त्यसलाई अब साम्य बनाउनको लागि त्यहाँ एउटा स्थिर सरकार चाहिन्छ। यो स्थिर सरकार बनाउनको लागि सुपर पावर भारत रहेको छ र भारतले त्यसमा पहल तुरुन्तै गर्नुपर्ने हुन्छ। यो म आरोप लगाइरहेको छु भारतमाथि, तर भारतको सबैभन्दा अहम भूमिका रहन्छ त्यो देशमा कसरी स्थिरता कायम गर्नु। तर स्थिरता कायम नगरेर सुपर पावरहरूले आफ्नो मनमर्जी चलाउन, आफ्नो पावर चलाउनको लागि जुन प्रकारको षड्यन्त्रहरू रचिरहेको हुन्छ, जुन प्रकारको गलत म्यासेजहरू प्रवाह गरिरहेको हुन्छ, जुन हिसाबले सुपर पावरका सुपर व्यक्तिहरूको जुन अभिव्यक्तिहरू छ त्यो आउनुपर्ने हो त्यो नआइदिएपछि कमजोर मुलुकहरू राजनीतिक, आर्थिक र धार्मिक द्वन्द्वमा छिर्न पुग्छ। बङ्गलादेशको असर नेपालमा देखिएकै हो। बङ्गलादेशमा अल्पसङ्ख्यकहरूमाथि आक्रमण भयो, तिनीहरूलाई सताइयो। त्यसको फलस्वरूप नेपालमा रहेका केही सङ्गठनहरूले त्यसको विरोध गरे। सङ्गठन यो विरोध गर्ने कुरा पनि हो। हालको अवस्थामा बङ्गलादेशको अवस्था र नेपालको अवस्था उस्तै छ। दुवै देशमा राजनीतिक अस्थिरता रहेको छ। दुवै देशमा चुनाव हुन बाँकी छ। यद्यपि यति हुँदा पनि गरिरहेछौँ हामी बङ्गलादेशको इस्युलाई आफ्नो इस्यु बनाइरहेछौँ, आफ्नो इस्युलाई बिर्सिरहेछौँ। म यो कुरा किन भने आफ्नो इस्युलाई बिर्सिरहेछौँ कि हामी परापूर्व कालदेखि धार्मिक रूपमा मिलेर बस्दै आएको, सौहार्दपूर्ण रूपमा बस्दै आएका छौँ। तर अहिले अस्थिरताको कारण, बेरोजगारीको कारण, समाजमा चाहिँ जुन कानुन व्यवस्था छ त्यो कमजोर फितुलो भएको समयमा हामी बङ्गलादेशमा भएको घटनालाई
घटनाको कारणले गर्दाखेरि यहाँको अल्पसङ्ख्यक मुस्लिमहरूमाथि आक्रमण जुन भइरहेको छ त्यो कदापि पनि सही होइन। यो एउटा बौद्धिकता भएको समाज र धार्मिक रूपमा सौहार्द बनाउँदै आएको समाजमा यस्तो घटनाहरू हुनु यो राम्रो पक्ष पक्कै पनि होइन। यसले देशलाई लामो समयको लागि अस्थिरतामा लग्न सक्छ। तर यति बोलिरहँदाखेरि हामीले बङ्गलादेशलाई चाहिँ समर्थन कदापि पनि जनाउन सक्दैनौँ। यो सुपर पावरहरूको मानसिकतालाई जबसम्म हामी बुझ्दैनौँ, सुपर पावरले गर्न खोजेको कृत्यहरू जबसम्म हामी बुझ्दैनौँ, तबसम्म हामी अन्यलमा रहन्छौँ, अन्धकारमा रहन्छौँ र हामी जस्तो विकासोन्मुख देशहरू जुन छ त्यो जहिले पनि धरापमै परेको हुन्छ। म एउटा इक्जाम्पल दिन चाहन्छु। हामी सबैलाई थाहा छ यो केही विगतको समयमा केही धेरै ठुला ठुला आतंकवादीहरू थिए, जस अन्तर्गत सबभन्दा ठुलो आतंकवादीहरूको नाम चाहिँ म लिन चाहन्छु। सबैभन्दा पहिले त्यो सद्दाम हुसेन, गद्दाफी, त्यो सँगसँगै ओसामा बिन लादेन। यो तीनजनाको नाम मलाई लाग्दैन कि कसैले पनि बिर्सेको छ होला। सद्दाम हुसेनले गरेका के थिए, गद्दाफीले गरेको के थिए र त्यस्तै गरेर ओसामा बिन लादेनले के गरेको थिए, यो कुरा म आज किन बोल्न चाहन्छु भने सुपर पावर अमेरिकाको डोनाल्ड ट्रम्पले जुन व्यवहार भेनेजुएलाको राष्ट्रपतिलाई उसकै घरबाट उठाएर आफ्नो बन्धक जुन बनाएको छ त्यो देशलाई अस्थिरतामा लगेको छ, त्यो किन लगेको छ? त्यो लगिरहँदाखेरि अब संसारलाई यो लागिरहेछ कि यस्तो काम चाहिँ अमेरिकाले आज पहिलो टाइम गरेको छैन, पहिलो पटक गरेको छैन, योभन्दा अगाडि पनि गरेको छ। सद्दाम हुसेन क्रूर थिए, सद्दाम हुसेन आतंकवादी थिए भनेर उसलाई मारिएको पक्कै पनि होइन। ऊ माथि के आरोप लगाइएको थियो? सद्दाम हुसेनले आफ्नो देशमा न्युक्लियर वेपन बनाउने प्रयास गरिरहेको छ। तर ऊ मरेको झन्डै 20-22 वर्ष बितिसक्दा पनि आजसम्म त्यसको कुनै एभिडेन्स दिन सकेको छैन अमेरिका सरकारले। यो धेरै ठुलो षड्यन्त्र होइन? उसले आफ्नो सत्ता जमाउनको लागि जहाँ ओइल छ, जहाँ ग्यास छ त्यहाँ गएर कब्जा जमाउन प्रयास गरिरहेको छ। तर यो विषयमा हामी केही पनि बोलिरहेको छैनौँ। हामी कहाँ अल्झेर बसेको छौँ? धर्ममा अल्झेर बसेको छौँ, कहाँ अल्झेर बसेको छौँ? राजनीतिमा अल्झेर बसेको छौँ। हामी कहाँ अल्झेर बसेको छौँ? कसलाई टाउको फुटाइदियो, कसलाई हात खुट्टा भाँचिदियो, कसले के बोलिदियो, त्यो कुरामा अल्झेका छौँ। ठुलो माछालाई हामी समात्न प्रयास गरिरहेका छौँ, साना माछामा अल्झेर बसेको छौँ। सानो माछा चाहिँ ट्याडपोल्स पनि हुन सक्छ भन्ने कुरा हामी किन बिर्सिरहेका छौँ? यस्तै गरेर गद्दाफीको पनि हेर्दै हो भने गद्दाफीलाई पनि क्रूर भनियो, उसलाई पनि आतंकवादी भनियो। तर लास्टमा आएर उसको मृत्युपछि उसको जति बेला उसलाई चाहिँ मारियो त्यसपछि गएर आजसम्म उसको अगेन्स्टमा पनि कुनै एभिडेन्स छैन। फेरि पनि घुमेर त्यहीँ आएको, त्यहाँ ओइल थियो, ग्यास थियो, त्यही भएर पुरै लिबियालाई चाहिँ आज युद्धको मैदान बनाइयो। कसले बनायो? यो सबै सुपर पावरको काम थियो। त्यस्तै गरेर अर्को चाहिँ आउँछ नाम ओसामा बिन लादेनको। ओसामा बिन लादेनले 9/11 जस्तो क्रूर काम गर्यो, उसले मानवतालाई छिया पार्ने काम गर्यो भन्ने कुरा चाहिँ हामीलाई बताइएको छ। हामी यो कुरा चाहिँ सुन्दै आएको छौँ, थाहा पाउँदै आएको छौँ। तर उसको पनि यदि इतिहासलाई हेर्दै भने ऊ एउटा विरोधी थियो। विरोधीबाट चाहिँ उसको एउटा व्यक्तिको कारणले गर्दा सबभन्दा सुरुमा अफगानिस्तान बर्बाद भयो, पाकिस्तानसँग सम्बन्ध बर्बाद भयो। यद्यपि यो सब हुँदै पनि ओसामा बिन लादेनले नै 9/11 को एक्सिडेन्ट गराएका थिए भन्ने कुराको ठोस एभिडेन्स आजसम्म अमेरिकाले किन दिन सकेको छैन? दिएको छ भने पब्लिस किन भएको छैन? कतै पनि पाइँदैन। यति हुँदै पनि अहिलेको समयमा, रिसेन्ट समयमा जुन भेनेजुएलाको राष्ट्रपति जुन छ उसलाई सुतिरहेको बेलामा उठाएर ल्याइसक्यो, उसको घरबाट उठाएर अमेरिका ल्याइयो। यो अधिकार कसले दियो? भेनेजुएलाको राष्ट्रपति पनि राष्ट्रपति हो र डोनाल्ड ट्रम्प पनि राष्ट्रपति हो। जब दुवैजना राष्ट्रपति नै हुन् भने एउटा राष्ट्रपतिले अर्को राष्ट्रपतिसँग गर्ने व्यवहार यही हो। आफू नजिक सत्ता छ, पावर छ, आफू नजिक मनीको पावर छ, मनी कन्ट्रोल छ आफू नजिक भन्दैमा जे पनि गर्न पाइन्छ। जति बेला मन लाग्यो, जो माथि मन लाग्यो, सन्की जस्तो जो माथि पनि के इम्पोज गरिदियो? ट्यारिफ इम्पोज गरेछ। वैश्विक स्तरमा आर्थिक नीतिहरू जतिसुकै भत्ताभङ्ग होस्, अर्थतन्त्र जतिसुकै बर्बाद होस्, पुरा संसारको स्थिति जतिसुकै बिग्रियोस्, त्यसले उसलाई कुनै फरकै परिरहेको छैन। र यो फरक नपरिरहँदाखेरि कुनै पनि देशका नेताहरूलाई हिम्मतसम्म भइरहेको छैन कि उसको अगेन्स्टमा केही एक शब्द पनि बोल्न सकोस्। डर छ, उसले चाहिँ हामीलाई मारिदिन्छ। यदि ठुलोको डर सानोलाई जहिले पनि सताइरह्यो भने
त फेरि यो संसार त खै कुनै मतलबै भएन नि। सबै मिलेर बस्नुपर्छ, वर्ल्ड एउटा के भन्छ कमन हाम्रो होम हो भन्ने जुन कन्सेप्टहरू छ त्यो सब त बेकार हो, किताबमा मात्र हो। कि पावरफुलको लागि कुनै कानुन हुँदैन, कुनै नियम हुँदैन, यो कुरा हामीले मान्नुपर्ने हुन्छ। यस्ता ठुला ठुला शक्तिहरूको जुन चङ्गुलमा फसेर हामी नेपालीहरू अहिले यावत प्रकारको नाना थरीको द्वन्द्वमा फस्ने काम गरिरहेको छौँ। यस्तो द्वन्द्वमा नफसौँ। हाम्रै देशमा आफ्नै प्रकारको धेरै समस्याहरू छ। हामीले एउटा आशा भरोसा गरेर पठाएका व्यक्तिहरू, कुलमान घिसिङ जस्ता व्यक्ति जो यो देशलाई परिवर्तन गर्ने साहस राख्थे, त्यस्तै प्रकारले गर्दाखेरि बब्लु गुप्ता जो जेएनजीका अभियन्ता थिए, जेएनजीका नाममा बनेको एउटा मन्त्री थिए, मन्त्री छन्, उनीहरूलाई चाहिँ राजीनामा दिनको लागि जुन हिसाबले प्रेसर बनाएर छ त्यो विषय हामीलाई कसैलाई, न हिन्दूलाई थाहा छ यो कुरा, न मुसलमानलाई थाहा छ, न सिखलाई थाहा छ, न इसाईलाई थाहा छ। मुसलमानलाई थाहा छ भने केवल एउटा कुरा अल्लाहु अकबर, नाराए तकबीर अल्लाहु अकबर। हिन्दूलाई थाहा छ भने जय श्रीराम। तर यो अल्लाहु अकबर बोलिरहँदाखेरि मुसलमानको पनि अनुहारमा, उसको क्यारेक्टरमा चाहिँ रिस र आक्रोश देखिन्छ भने हिन्दूमा पनि जय श्रीराम बोल्दाखेरि रिस र आक्रोश देखिन्छ। जबकि यो दुईटै वर्ड भनेको हामीलाई सहिष्णुतातिर, दुईटै वर्डले हामीलाई पोजिटिभ मेसेज, दिमागमा पोजिटिभिटी आओस्, हाम्रो आत्मा चाहिँ शान्त होस् भनेर यो दुईटै नारा होइन। यो दुईटै शब्दहरू चाहिँ हाम्रो आत्मालाई शुद्ध गर्नको लागि बनाइएको। जति बेला तपाईँ अल्लाहु अकबर बोल्नुहुन्छ त्यति बेला तपाईँको मनलाई सन्तुष्टि मिल्नुपर्ने होस्, न कि तपाईँ आक्रोशित हुनुहोस्। त्यस्तै गरेर यदि तपाईँ जय श्रीराम बोल्दै हुनुहुन्छ भने जय श्रीराम बोलिरहँदाखेरि श्रीरामजीको जुन मर्यादा छ त्यो तपाईँभित्र आओस्। तर हामी गर्दै के छौँ, अरूको कुरामा उक्साहटमा आएर हामी भित्रमा अरूले डर छिराइदिएको छ। फेक न्युजको कारणले गर्दाखेरि हामी सबै त्रसित भइरहेछौँ। मुस्लिमहरू त्रसित छन् यो भएर हिन्दूले हामीलाई मारिदिन्छ भनेर, हिन्दूहरू त्रसित छन् यदि बङ्गलादेश जस्तै चाहिँ मुसलमानहरू यहाँ पनि हाबी भइहाल्यो भने यहाँका मुसलमानहरू चाहिँ हामीलाई त्यस्तै गरेर गर्छन्। यहाँका मुसलमानले गर्छन् किन, यहाँका हिन्दूले गर्छन् किन, हामी मुसलमान र हिन्दूमा किन बढिरहेछौँ? हिजोको दिनमा हामी मधेस र पहाडमा बढ्यो। मधेस र पहाडको लडाइँ हुँदाखेरि मुसलमान, हिन्दू, मधेसमा बस्ने जति पनि जात जातिहरू छन्, थारू, राजवंशी सबै एक ढिक्का भएर आए। त्यसपछि गएर पहाडी र मधेसीको इस्युलाई सल्भ गराए हामी। कति मुस्किलले 2072 को संविधान बन्यो। त्यो हुँदाहुँदै पनि अब कुनै इस्यु छैन। फेरि राजनीतिक अस्थिरता भइसकेपछि फेरि एउटा इस्यु उठाइरहेछ। उठाउँदै कसले छ? यो खास गरेर उठ्ने ठाउँहरू पनि हो। कुन ठाउँ छ उठ्ने ठाउँ भनेको? बोर्डर छेउको एरियाहरू, त्यहाँ उठिरहेछ। जब बोर्डर छेउको एरियाहरूमा उठिरहेछ भने त्यति कुरा हामीले बुझ्नुपर्ने हुन्छ। हामी कहाँबाट इन्फ्लुएन्स भइरहेछौँ? हामी कतै न कतैबाट इन्फ्लुएन्स भइरहेछौँ। इन्फ्लुएन्स हुने ठाउँ कता छ त? यही बङ्गलादेश छ कि यही इन्डिया छ कि यही पाकिस्तान छ? यताबाट चाहिँ हामी इन्फ्लुएन्स भइरहेछौँ। कहाँको घटनालाई कहाँ आएर जोडिरहेछौँ। कागले कान लगो भन्दैमा हामी कागको पछाडि दगुर्नु हुँदैन। र यदि कान लगेको छ भने जुन कागले लगेको छ त्यसको पछाडि दगुर्नुपर्छ। जुन पाइ त्यही कागको पछाडि पनि दगुर्नु हुँदैन। हामी ठ्याक्कै त्यही गरिरहेछौँ। कसले लगो कानलाई, हामी कसको पछाडि कुदिरहेछौँ। त्यस्तो कामहरू नगरौँ। हामीलाई अहिले चाहिँ देशमा, आफ्नै देशमा धेरै प्रकारको इस्युहरू छ, धेरै समस्याहरू छ। विराटनगरकै समस्याहरू खोज्न थाल्ने हो भने त विराटनगरमै यावत प्रकारको समस्या छ। तर आजसम्म कुनै पनि न त धार्मिक सङ्गठनहरू, न त कुनै अगुवाहरू, न त कुनै सामाजिक अभियन्ताहरू, न त जेएनजीहरू यस्ता समस्याहरूलाई छोडिदिएका छन्। सबैजना चाहिँ गइरहेछ कहाँ? धार्मिक इस्युहरूमा चाहिँ हामी फस्न प्रयास गरिरहेछौँ। विराटनगरको समस्याहरू यदि औलामा गर्न थाल्यो भने स्वास्थ्यमा समस्या छ, शिक्षामा समस्या छ, तपाईँ गएर यातायातमा समस्या छ, सडकमा समस्या छ, विद्युतमा समस्या छ, टेक्नोलोजीमा समस्या छ, चारैतिर समस्या छ। कमसेकम हामी सबै एक ठाउँमा आएर यी समस्याहरूमा बोल्न सुरु गरौँ न। एउटा बच्चाले, एउटा प्रौढले, एउटा युवकले बोलेको भरमा, कुनै अभिव्यक्ति दिएको भरमा न्युजले पनि त्यही कुरालाई चारैतिर छापेको छ। सहिष्णुता भन्ने कुरा छाप्न चाहिँ न्युजलाई भ्याइरहेको छैन। उनीहरूलाई मात्र टिआरपीको लागि काम गरिरहेछ। फेक न्युज फैलाएको छ। त्यो सब कुरातिर ध्यान गइरहेछ न्युज च्यानलहरूको पनि। त्यो सँगसँगै राम्रो कुराहरू पनि विराटनगरमा भइरहेछ, त्यो कुरालाई देखाउँदैन। मेयर साहबको पनि अभिव्यक्तिहरू आइरहेको छैन। सामाजिक सौहार्द बनाउनको लागि हामी सबैजना मिलेर सबभन्दा पहिले एक ठाउँमा आउनुपर्छ। त्यसपछि गएर देशमा भएको समस्याहरू, देशमा जुन अहिले चुनाव नभइसकेको अवस्था छ, त्यो हामीलाई देशलाई चुनावतिर लग्नुपर्ने हुन्छ। सबैभन्दा पहिले चुनाव जसरी पनि गराउनु पर्ने हुन्छ। अराजक तत्त्वहरूले हाम्रो देशमा चुनाव गराउन चाहँदैन। र म आज यो कुरा एकदमै आफ्नो जिम्मेवारीको साथमा बोल्न चाहन्छु। यो देशमा चाहिँ विदेशी शक्तिहरूले र केही अराजक तत्त्वहरूले यो देशमा चुनाव गराउन दिन चाहँदैन।
नदिने पनि धेरै उनीहरूको इन्ट्रेस्टहरू रहेको छ। यदि यो देशमा चुनाव भएन भने यो देश अस्थिर हुन्छ र त्यति बेला चाहिँ विदेशी ताकतहरूले चाहिँ यो देशलाई कन्ट्रोल गर्ने प्रयास गर्छ, आफ्नो हिसाबले चलाउँछ यहाँको स्रोत र साधनलाई। र उनीहरूले चाहिँ यो जसरी डोनाल्ड ट्रम्पले बोलिरहेको छ नि समय समयमा कि फलानो देशले आफ्नो देशलाई कन्ट्रोल गर्न सकिरहेको छैन, फलानो देश भन्दा पनि इरानमा अहिले यति ठुलो प्रोटेस्ट भयो, त्यहाँ जनधनको क्षति भइरहेको छ। त्यो ठाउँमा चाहिँ वैश्विक ताकतले के गर्नुपर्ने थियो, त्यो कन्ट्रोल गर्नुपर्ने थियो। तर त्यहाँ चाहिँ के बोल्दैछ कि हामीले चाहिँ आएर चाहिँ इरानमाथि आक्रमण गर्छौँ, इरानले चाहिँ आफ्नो जनताको हक हितलाई चाहिँ सुरक्षित गर्न सकिरहेको छैन। हो, उसले आफ्नो देशको हक हितलाई सुरक्षित गर्न सकिरहेको छैन, तर तपाईँको मोटिभ के छ? सुपर पावरको मोटिभ के छ? त्यहाँ चाहिँ जुन शक्ति छ, मिडल इस्टको शक्ति पावर जुन छ त्यो जहिले पनि मेरै कन्ट्रोलमा रहोस्। त्यसलाई कहाँबाट कन्ट्रोल गर्ने त देशहरू छन् थुप्रै, त्यहाँबाट कन्ट्रोल गर्ने प्रयास गरिरहेछ। त्यही भएर हामी चाहिँ ठुलो जुन जङ्गलका राजाहरू छन् ती जङ्गलको राजाहरूको चाहिँ षड्यन्त्रमा नफसौँ। हामी नेपाली छौँ, हामी नेपालीहरू एक ठाउँमा आएर सौहार्दपूर्वक वातावरणमा बसेको छौँ। हामी एक ठाउँमा मधेसी, पहाडी, मुस्लिम, थारूहट, राजवंशी आदि इत्यादिमा नअल्झौँ। यो नअल्झिकन हामी सबै एक ठाउँमा आएर एक अर्काको हक र अधिकारको वकालत गर्न सुरु गरौँ। तपाईलाई दुख्दाखेरि, एउटा हिन्दूलाई दुख्दाखेरि पीडा हुँदा मुस्लिमले त्यसको दुःख फिल गरोस् र एउटा मुस्लिम रुँदाखेरि आश्वासन दिन एउटा हिन्दू आओस्। यो प्रकारको समुदाय हाम्रो हिजोसम्म थियो र आज पनि रहन्छ र भोलि पनि रहनेछ भन्ने कुराको मलाई विश्वास छ। केही तत्त्वहरू छ जसले चाहिँ सल्बलाइरहेको छ अहिले केही तत्त्वहरू सल्बलाइरहेको छ, किनकि उनीहरूलाई चाहिँ अहिले नेता बन्नु छ, कसैलाई यो देशलाई चाहिँ आफ्नो हातमा लिनु छ, कोही चाहिँ यो देशका मान्छेहरूलाई आफ्नो पपेट बनाउन खोजिरहेको छ। तर हामी नेपाली चाहिँ यस्ता षड्यन्त्रहरूमा फस्दैनौँ। मलाई चाहिँ यो कुराको एकदम पूर्ण विश्वास रहेको छ। अत हामी सबै देशमा दुनियाँमा घटिरहेको घटनाहरूलाई हेर्दै जाउँ, त्यसलाई विश्लेषण गरौँ, त्यहाँ भएको घटनालाई आफ्नो देशमा नल्याउँ। बङ्गलादेशमा लागेको आगोलाई उठाएर आफ्नो देशमा ल्याउने काम नगरौँ। हो, त्यहाँ भएको घटनाबाट हामी सिकौँ र त्यस्तो घटना हाम्रो देशमा नदोहोरियोस् भन्नको लागि हामीले कानुन व्यवस्थालाई अहिलेदेखि नै सुदृढ र मजबुत बनाऊ। यदि कुनै पनि व्यक्तिले धर्मको नाममा, जातिको नाममा, रङभेदको नाममा यदि भेदभाव गर्छ, यदि कसैले धर्मको नाममा अराजकता फैलाउने प्रयास गर्छ, त्यो इभन न्युज च्यानल नै किन नहोस्, त्यस्तो अराजक व्यक्ति र त्यस्तो अराजक सङ्गठन, त्यस्तो अराजक समूहहरूलाई हामीले समयमै रोक्नुपर्ने हुन्छ। र त्यसको लागि हामी सबै एक ठाउँमा आएर कसरी हुन्छ, के गरेर हुन्छ, कोसँग समन्वय गरेर हुन्छ, कसरी संवाद गर्ने, त्यो संवादलाई अगाडि बढाउनु पर्ने हुन्छ। र अन्ततः हामीलाई यो देशमा जसरी पनि फागुन 21 गते चुनाव गराउनै पर्ने हुन्छ। यदि हामी चुनाव गराएनौँ भने पुनः म बोल्दैछु, यो देश लिबिया, सिरिया, अफगानिस्तान, बङ्गलादेश, म्यानमार, यो जुन ठाउँहरूको मैले नाम लिए, यो सबै देशमा अस्थिरता यसरी नै कायम भएको थियो। र हाम्रो देश नेपाल सुन्दर, शान्त र विशाल रहेको छ। यहाँ चाहिँ कसैले पनि कुनै पनि प्रकारको हस्तक्षेप गर्न सक्दैन भन्ने कुराको हामीलाई विश्वास छ। त्यही भएर हामी जसरी पनि चुनाव गराउनेतिर लागौँ र हामी चाहिँ यो धार्मिक द्वन्द्वबाट हटेर आर्थिक र राजनीतिक स्थिरता ल्याउनमा एकबद्ध भएर अगाडि बढौँ। धन्यवाद।